अक्टोबर 10 है 2025 शुक्रबार फ्राइडे हामी ताप्लेजुङको पाथिभारा मन्दिर आइपुगेका छौँ अहिले। अक्टोबर 8 तारिक हामी काठमाडौँबाट हिँडेको। आज बिहानको 3 बजेको यात्रा थियो तल ताप्लेजुङ बजारभन्दा माथिदेखि। हामी अहिले यहाँ माथि पुगिसक्यौँ। लगभग उतिलाई आगो लिएर जानु। हिमाल देख्नु सक्नुहुन्छ तपाईँहरूले, हिमाल है एभरेस्ट भ्यू। अब हामी यहाँबाट यसो हिँड्दै यहाँबाट माथि पुग्छौँ। 4000 मिटर हाइट। पालो आमा 80 वर्षको उमेरमा हामी यहाँ पाथिभारा हाइटमा पुग्यौँ। पालो हिँडेर आइपुग्यो। तल सानो फेदीदेखि ठुलो फेदीसम्म आमालाई चाहिँ आमा नि हिँड्यो, तर यहाँ ठुलो फेदीबाट हामी हिँड्दै आयौँ 4000 फिटमा। अब 80 वर्षको उमेरमा पालो आमा यहाँ आइपुग्यो है। पाथिभारा हाइट टपमा छौँ हामी अहिले है। दर्शन गरियो, दर्शन भइसक्यो। अब पालो बेलो ए मेरो पालो 80 वर्षको उमेरमा। आमा देखाउ त ए आमा। ल हामी पाथिभारा पुगेर दर्शन गऱ्यौँ है पालो आमा 80 वर्षको उमेरमा। ल छोरा यता आऊ ग्रुपमा। लक्की कान्छौ यता आऊ छोरो, बिचमा आऊ, बिचमा आउनु त यहाँ। ल दादाले बोक्छ। ल ल हेर्नु त। ल ल चिज सबैजनाले हेर्नु पालो आमा। आमा ल टु गर्नु आमा। ल गुड। ल पाथिभारा दर्शन गऱ्यौँ है हामीले। ल कान्छो यता हेर्नु। यो पाथिभारा भ्यू पुरै मन्दिर टपमा 4000 मिटर हाइटमा है। यो पुरै भ्यू पाथिभारा भ्यू। ल यो है पाथिभारा मन्दिर।